हेलो नमस्ते सबैजनालाई। आज हामी चाहिँ वाइ डाँडामा छौँ, आस्पोर्ट क्यानको वाइ डाँडामा। साथमा प्यारो भाइ थाम्सुवाङको साथमा चाहिँ आज हामी एकदम यहाँको भ्यूसँग चाहिँ यहाँको दृश्यसँग चाहिँ हामी एकदम रमाइलो गरिरहेका छौँ। आज चाहिँ हामी वाइ डाँडातिर छौँ, साथमा प्यारो भाइ थाम्सुवाङ राई अनि म। आज चाहिँ हाम्रो यसो क्यानको चाहिँ वाइ भन्ने ठाउँमा चाहिँ हाम्रो भ्रमण रहेको छ। साथमा यसो हल्का म्युजिकल प्र्याक्टिस सेसन पनि रहेको छ। र बाटो चाहिँ अलिकति हिलै रहेछ। यहाँ चाहिँ सबै मान्छेहरू आउँदो रहेछ। करिब यहाँ नआएको पनि 1 वर्षै भयो होला हौ मेरो चाहिँ। त्यस्तो पो छ त हौ, नजिकै भए पनि। ल गाइजहरू इन्जोय गरौँ है भविष्यमा भिडियो गिटार बजाएर चाहिँ केही गर्ने योजना। अरे देखिएन त भाइलाई त? ल ल दाजु र भाइ है हामी चाहिँ। ल इन्जोय सबैजना है भिडियो हेरेर। लाइक कमेन्ट सेयर प्लिज गाइज। दृश्यको सुन्दरता चाहिँ यो प्रकारको छ एकदम। फेरि साथमा चाहिँ हामीलाई गडले पनि चट्ट होइन, घाम चाहिँ वेदर मिलाइदिइरहेछ। बब्बाल छ आजको चाहिँ। यौवनको वीरले घम खाए आशै खोला किनारेमा। राम साइली म त यौवनको वीरले घम खाए आशै खोला किनारेमा। ढलपल गर्छन् बादल माथि बादल की रानी। नबिर्सने तिमीलाई टाढा भए पनि, टाढा भए पनि, टाढा भए पनि। राम साइली म त यौवनको वीरले घम खाए आशै खोला किनारेमा।